एसपीएल को एनालाइसिस गरिदिनु न, यसमा म फसेको 2 वर्ष भयो, अब यो माथि जान्छ कि जाँदैन र यसमा चाहिँ खेलाडी नै छैन कि क्या हो भनेर चाहिँ मलाई चाहिँ एकजना सरले चाहिँ क्वेसन सोध्नु भएको थियो। उहाँलाई चाहिँ म के एन्सर दिन चाहन्छु भन्दाखेरि चाहिँ एसपीएल माथि जान्छ भनेर भन्छु है। यसलाई चाहिँ हामी सिधै विकली चार्टमा हेरौँ। विकली चार्टमा हेर्दाखेरि चाहिँ चार्ट अति दामी बनेको छ भनेर भन्छु है। सो यो प्राइस चाहिँ कहाँबाट रिजेक्सन खाएको छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो सपोर्ट एरिया हो, जुन चाहिँ हाम्रो चाहिँ एक्सट्रिम सपोर्ट हो, यो एरियाबाट माथि जानै पर्छ है। सो तपाईँ अब 2 वर्ष अगाडि धेरै माथि फस्नु भयो होला मेरो विचारमा है। अब तपाईँले चाहिँ के गर्नु भन्दाखेरि चाहिँ तपाईँले एउटा मेरो सजेसन, तपाईँले एभरेज गर्नु सक्नुहुन्छ भने चाहिँ मजाले यसमा एभरेज गर्नु होला भनेर भन्छु भने चाहिँ। अनि जसले चाहिँ यो कम्पनी किन्ने सोचिराख्नु भएको छ यही एरियामा चाहिँ तपाईँले चाहिँ किन्न सक्नुहुन्छ भनेर भन्छु। स्टप लस चाहिँ यही हाम्रो विकली चार्टमा अहिले ह्यामर बनिरहेको छ, यो ह्यामरको लोलाई चाहिँ स्टप लस राख्नु होला भने चाहिँ। अनि तपाईँले चाहिँ टार्गेट चाहिँ यही एरियासम्म राख्न सक्नुहुन्छ, 1090-1100 को टार्गेट। तर त्यो भन्दा अगाडि यो एरियामा अलि रिजेक्सन आउँछ, यो भने चाहिँ हाम्रो चाहिँ 960 है। सो यो एरियासम्म चाहिँ तपाईँहरूले चाहिँ टार्गेट राख्न सक्नुहुन्छ। यो भने चाहिँ हाम्रो चाहिँ यहाँसम्म जाँदाखेरि चाहिँ लगभग 32% को चाहिँ हाम्रो टार्गेट हुन्छ भने चाहिँ स्टप लस हेर्ने हो भने चाहिँ 9% को छ। सो रिस्क रिवार्ड रेसियो हेर्ने हो भने पनि हाम्रो चाहिँ 1:4 हुन जान्छ है। अब अल टाइम हाईसम्म राख्यो भने धेरै हुन जान्छ, लगभग हाम्रो चाहिँ 50% को चाहिँ प्रफिट हुन जान्छ है। सो यहाँसम्म पुग्न टाइम लाग्ला, तर हामीले चाहिँ तल्लोको टार्गेट राख्ने हो भने चाहिँ हाम्रो चाहिँ नियरली 32% को चाहिँ प्रफिट हुन्छ। जो फस्नु भएको छ एभरेज गर्न सक्नुहुन्छ, जसले किन्ने सोचिराख्नु भएको छ राइट ठाउँमा छ, बाइङलाई चाहिँ हेर्न सक्नुहुन्छ।